हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ मेरो ब्लग यसरी सुरु हुँदैछ हो साथीहरू। यहाँ चाहिँ मेरो हस्बेन्ड आउनु भएको छ हिजो छुट्टीमा हो। नानीलाई चाहिँ यहाँनिर सिकाउनु हुँदैछ लिम्बूको 012। अहिले नानीको छुट्टी छ र बिचमा सिकाउँदै गर्नुपर्छ नि त, बिर्सिन्छ उनीहरूले हो साथीहरू। म चाहिँ यहाँनिर के गर्दैछु भने यहाँ चाहिँ दाल र बफ र दाल पकाइदिएको हो। कुकरमा चाहिँ सिटी लगाइदिँदैछु हो। यहाँ चाहिँ माछा फ्राई हुँदैछ साथीहरू हाम्रो अर्ग्यानिक चुलामा। साथीहरू हामी चाहिँ खानाहरू भर्खर खाइसक्यो बिहानको, अन्त सनक सिनिक गर्दैछु साथीहरू। यस्तो च्यालेला भइरहेको छ, च्यालेला भइरहेको छ। अब चुला चाहिँ कस्तो भत्किरहेको छ कि अब यो मजाले खरानीहरू निकालेर हो एकछिन सेल लगाएर चाहिँ टाल्नुपर्छ। हुन्छ त गाइस, भेट्दै गरौँ अहिले अर्को उयोमा ब्लगमा परे। अहिलेसम्मबाट भेटौँ साथीहरू। बिचारा मेरो बुढा चाहिँ यहाँनिर कस्तो माइलो खोकीले टाउको दुखेर जाँदा खोकेर हो, अन्त यस्तो सिरियस भइरहेको छ टासिडिक जानु नपाएर। यहाँ फेरि उसको छोरी चाहिँ हेर्नु नि एप्पल खाएको छ। यहाँ मैले चाहिँ गाडा बनाइदिएको नि, यहाँनिर हल्दी होइन, मेथी पाउडर, हल्दी पाउडर हो, अनि ल्वाङ, त्यहाँदेखि मरिच, त्यहाँदेखि हनीहरू लगाएर तातो पानीमा उमालेर दिएको। मैले पनि पिएँ अलिकति। हेर्दै गर्नु ल ल। साथीहरू हामी चाहिँ जङ्गल जाँदैछौँ। एकजना चाहिँ खोकेर छैन मार्कीले। यहाँनिर दिदीले छ भन्नुहुँदै थियो अस्ति। हाम्रो जङ्गलको बाटो यता पनि छ हो, यता पनि छ। साथीहरू यहाँ चाहिँ मेरो बुढाले चाहिँ मल लानु हुँदैछ। मैले त केही पनि बोकेन किनकि चाहिँ म त सक्दिनँ बोक्न, भर्खर बिमार भइरहेको छु हो। भारी बोकेर पनि फुइँ कुदेको हेर्नु नि त्यहाँ। म चाहिँ खाली पनि सकिनँ हिँड्न, बाटो त्यस्तो छ चिप्लो। यहाँ चाहिँ यस्तो छ बारीहरू,
माथि चाहिँ छेमाहरूको घर छ। यहाँ चाहिँ हाम्रो बारीहरू छ साथीहरू। यहाँ चाहिँ हेर्नु न यस्तो भइरहेको छ सबै ठाउँ। माथि चाहिँ हाम्रो उयो छ गोठ छ हो। अन्त अहिले चाहिँ गाईहरूलाई यस्तो बारीमा राख्नुहुन्छ नि त। यसरी अहिले यो विन्टरमा चाहिँ बारीमा उयो अहिले चाहिँ तलदेखि ल्याउँदै अहिले यहाँ आइपुगेको छ हो गाई राख्ने। त यति बेला चाहिँ यस्तो हुन्छ साथीहरू। कस्तो चिसो दिन छ हौ। तल हाम्रो घर चाहिँ आइपुग्यो अब। हामी चाहिँ खाना खाइसकेर बसिरहेको छौँ। यस्तो चेल्ले भइरहेको चाहिँ साथीहरू। उपर चाहिँ बाउ छोरी हो फोनमा यस्तो बिजी हुन्छ। अन्त नि साथीहरू मैले चाहिँ कराईमा पनि खाइदिएँ आज साथीहरू। अब म भाँडाकुँडा धोएर टक्कै तपाईँहरूसँग भेट्छु ल साथीहरू। मेरो चाहिँ हेर्नु रुम यस्तो हुन्छ। हाम्रो अनायाको पापा आइसकेपछि चाहिँ हो रुम चाहिँ यहाँ चाहिँ मैले उयो बिर्को नि खोल्नुहोस् त। बिर्को खोल्नु न। यहाँ चाहिँ मैले के बनाइदिएको छु गाडा। तातो पिउनु भनेको हो। पिउनु न छिटो। एकजना बिजी फोनमा। नानी फोन त्यसरी हेर्नु हुँदैन। के भएको होला त्यो तातो पिउनुस्। यस्तो हुन्छ रुमको हालत चाहिँ साथीहरू। अन्त उपरनिर चाहिँ मल राखिरहेको छु। अब भोलि मात्रै मेरो एजिलियाहरूमा लाउँछु। एजिलियाको हालत चाहिँ उहाँ तल त्यस्तो भइरहेको छ नि त साथीहरू। अन्त अब चाहिँ हामी खानाहरू खाइसकेर रुममा आएको साथीहरू। आजको लागि चाहिँ मेरो भ्लग चाहिँ यहीँनिर एड गर्दैछु साथीहरू। अन्त मेरो सानो भ्लग चाहिँ मन पर्यो भने हजुरहरूलाई लाइक गरिदिनुहोस्, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनुहोस् च्यानलमा नयाँ हुनुहुन्छ भने। Bye bye everyone. Thank you for watching.